तपाईको कुण्डलीमा यो वाला सेक्सनमा कुन चाहिँ साइन लेखिएको छ, यदि त्यो 1 छ भने यो भिडियो तपाईको लागि हो। हामी आज कुरा गर्नेछौँ एरिज लग्न या मेष लग्नको बारेमा। सो यो राशि होइन है, लग्न हो। सो यो लग्नहरूको क्यारेक्टरिस्टिक्स चाहिँ कस्तो खालको हुन्छ त्यो आज हामी यो सिरिजबाट सुरु गर्नेछौँ र तपाईँले पनि राम्ररी यसलाई चाहिँ नोट डाउन गर्नु होला र यसलाई चाहिँ एउटा तपाईँले आफ्नो क्यारेक्टरिस्टिक्सको रूपमा पनि लिन सक्नुहुन्छ र सजेसनको रूपमा पनि लिन सक्नुहुन्छ। सो फर्स्टमा हामी कुरा गरौँ एरिजको बारेमा। सो एरिजको चाहिँ जहिले पनि एउटा भनौँ न कुनै क्रिएसनको एनर्जी चाहिँ एरिजमा हुन्छ। सो त्यही कारणले गर्दाखेरि चाहिँ नयाँ नयाँ कुराहरू गर्ने, नयाँ नयाँ कुराहरू सिक्नेदेखि लिएर कुनै पनि कुरालाई चाहिँ स्टार्ट गर्नको लागि चाहिँ एरिजलाई धेरै टाइम लाग्दैन। उनीहरूले कुनै प्लानिङ बिना चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ सिक्न खोज्नेदेखि लिएर नयाँ नयाँ कुराहरू स्टार्ट गर्नेदेखि लिएर बिजनेसहरू पनि स्टार्ट गर्ने गर्छन्, जसले गर्दाखेरि कहिलेकाहीँ चाहिँ प्रब्लमेटिक हुनसक्छ। सो त्यही भएर चाहिँ सोची सम्झी चाहिँ गर्नुपर्ने हुन्छ है त। सेकेन्ड कुरा चाहिँ एग्रेसन। सो एरिज चाहिँ मार्सियन साइन हो है। सो मार्सले रुल गर्ने साइन भएको कारणले गर्दाखेरि चाहिँ एरिजमा चाहिँ एकदमै धेरै एग्रेसन छ, किनभने पित्तको लेभल एकदमै हाई छ है त। सो त्यही भएको कारणले गर्दाखेरि चाहिँ एरिज तपाईँ यदि हुनुहुन्छ भने चाहिँ रिसलाई चाहिँ एकदम कन्ट्रोल गर्नुपर्ने हुन्छ र इफ तपाईँले सक्नुहुन्न भने चाहिँ तपाईँले धेरै रेमेडिजहरू छन्, जस्तै हनुमान चालिसा तपाईँले पाठ गर्न सक्नुहुन्छ, त्यो सँगै अरू डिफ्रेन्ट रेमेडिजहरू पनि आउनेवाला छ यो भिडियो सिरिजमा। सो यसलाई चाहिँ फलो गर्दै गर्नु होला। थर्ड छ तपाईँको विल पावर। यो चाहिँ एउटा प्लस पोइन्ट हो। सो एरिजसँग चाहिँ एकदमै राम्रो विल पावर हुन्छ। उनीहरूलाई स्टार्ट गर्नलाई चाहिँ धेरै कसैले पुस गरिराख्नु पर्दैन। राम्रो एउटा आइडिया आउने बित्तिकै उनीहरू चाहिँ सुरु गर्न सक्छ। सो त्यही भएर चाहिँ त्यो विल पावर चाहिँ तपाईँले अरूलाई पनि हेल्प गर्नको लागि चाहिँ युज गर्न सक्नुहुन्छ। यदि तपाईँको कोही साथी हुनुहुन्छ जसलाई चाहिँ कुनै कुरा स्टार्ट गर्न एकदमै गाह्रो भइरहेको छ भने तपाईँ एउटा त्यो साथी हुन सक्नुहुन्छ जसले चाहिँ उसलाई पुस गरेर एउटा सक्सेसको लेभलसम्म चाहिँ पुर्याउन सक्नुहुन्छ। सो अर्को छ फोर्थ रेस्पोन्सिबिलिटी। सो एरिजले चाहिँ चाहिने भन्दा बढी रेस्पोन्सिबिलिटी लिने गर्छन्। सो कुनै पनि कुरा जहाँ चाहिँ उनीहरूको भनौँ न काम छैन अरू उनीहरू त्यहाँ इन्भल्भ हुनु पर्दैन, त्यो कुराहरूमा पनि उनीहरूले आफ्नो हात लगाएर चाहिँ त्यो कुरामा इन्भल्भ हुने गर्छन्, जसको कारणले गर्दाखेरि चाहिँ नचाहिने कुराहरूमा चाहिँ उनीहरूले ब्लेम पाउनेदेखि लिएर डिफ्रेन्ट कुराहरूमा चाहिँ प्रब्लम अराइज हुनसक्छ। सो त्यही भएर चाहिँ यो रेस्पोन्सिबिलिटी लिने कुरा ठिक त हो, बट त्यसलाई चाहिँ कन्ट्रोलमा र एउटा ब्यालेन्स्ड अप्रोचको रूपमा चाहिँ लिनुपर्ने हुन्छ। फोर्थ भनेको चाहिँ स्ट्यामिना। सो एरिज और मार्सलाई तपाईँले यदि हेर्नुहुन्छ भने त्यो चाहिँ जस्तै अब रियल वर्ल्डमा तपाईँले मार्सलाई हेर्नुहुन्छ भने पनि त्यो पनि एउटा बर्स्ट अफ एनर्जीमा आउँछ। सो उसको स्पिड चाहिँ तपाईँको कहिले पनि कन्स्ट्यान्ट छैन। तपाईँको एउटा तरिकाले गइरहेको हुन्छ अनि अचानक एउटा बर्स्ट अफ एनर्जी आउँछ अनि त्यसपछि फेरि त्यो आफ्नो गतिमा आइरहेको हुन्छ। सो त्यस्तै गरी चाहिँ एरिज पनि त्यसरी नै काम गर्छ। सो एरिजलाई पनि तपाईँको एउटा बर्स्ट अफ एनर्जी आउँछ अचानक एउटा काम गर्नको लागि, त्यसपछि उसलाई त्यही कामसँग चाहिँ अलिकति झ्याउ लाग्न थाल्छ। सो त्यही भएर चाहिँ तपाईँले एरिज असेन्डेन्टहरूमा चाहिँ के पाउनुहुन्छ भन्दाखेरि उनीहरूले सुरुवात चाहिँ धेरै कुरा गरेको हुन्छ तर सकाएको हुँदैन। जस्तै बुकहरू धेरै किनेर ल्याउँछन्, उनीहरूले सुरु पनि गर्छन्, फर्स्टको 5-10 पेज 20 पेजसम्म पढ्छन्, त्यसपछि त्यो छोडिदिन्छन्। अरू कुनै एउटा कोर्स गरिरहेको छ भने त्यो पनि 4-5वटा भिडियोहरू चाहिँ त्यसपछि छोडिदिन्छन् होइन। सो त्यस्तै गरी चाहिँ हबिजहरू पनि एकदम चेन्ज हुनेदेखि लिएर लाइफ नै अलिकति अनस्टेबल टाइपको चाहिँ हुने गर्छ। सो यसलाई चाहिँ तपाईँले कसरी इम्प्रुभ गर्न सक्नुहुन्छ भन्दा तपाईँले चाहिँ एउटा यसलाई अब मार्क्सलाई तपाईँले कन्ट्रोल गर्नु छ भने चाहिँ त्यसमा तपाईँले शनि ल्याउनु पर्ने हुन्छ। सो एउटा राम्रो मेन्टरसँग चाहिँ तपाईँ यदि बसेर काम गर्नुहुन्छ, कुनै पनि डिसिजन लिनुहुन्छ भने चाहिँ त्यो केसमा चाहिँ यो मार्क्सले चाहिँ एकदमै राम्रो काम गर्नेवाला छ। सो त्यही भएर चाहिँ यदि तपाईँ एरिज एसेन्डेन्ट हुनुहुन्छ भने यही कुराहरू चाहिँ फलो गर्नु होला। तर तपाईँ यदि टरस अरू कुनै एसेन्डेन्ट हुनुहुन्छ भने चाहिँ यो भिडियो सिरिज चाहिँ फलो गर्दै गर्नु होला, किनभने तपाईँको पालो पनि अब आउनेवाला छ। सो त्यही भएर चाहिँ एस्ट्रो कर्मलाई फलो गर्नु होला र तपाईँको राशि कुन चाहिँ हो अरू तपाईँको लग्न कुन चाहिँ हो त्यो चाहिँ कमेन्ट गर्नु होला र म त्यही अनुसारको भिडियो बनाउनेवाला छु। राधे राधे।